안녕하세요. नमस्ते. सन्चै आरामै हुनुहुन्छ? टिया सरको लर्निङ सेन्टरले सञ्चालन गरिरहेको टिया सरको कोरियन क्लास युट्युब च्यानलमा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। र हामीलाई जसरी हेर्दै हुनुहुन्छ युट्युब फेसबुकबाट जसरी हेर्दै हुनुहुन्छ तपाईको सबैलाई स्वागत गर्न चाहन्छु। आज हामी बेसिक व्याकरण अन्तर्गतको डे 3 पढ्दैछौँ है। बेसिक व्याकरण अन्तर्गत पढाइरहेको छु है। मैले क्रियाको रूपान्तरणपछि पढाइरहेको छु। अनि अगाडिको केही पाठहरू चाहिँ जुन विभक्ति पाठहरू चाहिँ केही हामीले युट्युब भिडियोमा ल्याउन अलिकति छुटेको छ, त्यसलाई पनि म भिडियो बनाउँदै जानेछु। आज हामीले क्रियाको रूपान्तरणको लागि डे 3 पढ्दैछौँ। बनिदा, सुम्निदा, आयो, अयो, ययो, हेयोको नेगेटिभ सेन्टेन्स हैन। जान्छु भन्यो भने जान्न, खाम्निदा भन्यो भने चाहिँ खाम्निदा जान्छु, आन खाम्निदा, खाजी आन सुम्निदा, मोत खाम्निदा। त्यसैगरी खायो भनेको जान्छु भनेको अनौपचारिकमा भने आन खायो, खाजी आनायो, मोत खायो हो। तीनटा कोरियन भाषामा सरदर नकारात्मक बनाउने तीनटा स्ट्रक्चर हुन्छन्। हुन त धेरै तरिकाले बनाउन सकिन्छ, अरू पनि छन्, तर व्यापक परेको हुने र बेसिकमा भर्खरै नजानी नहुने स्ट्रक्चर भनेको चाहिँ तीनटा के भन्छ नकारात्मक स्ट्रक्चरहरू पढ्दैछौँ। ल ढिलो नगरिकन हामी क्लास सुरु गर्न चाहन्छौँ। औपचारिक नकारात्मक वाक्य पहिला हामी पढ्दैछौँ। औपचारिक नकारात्मक वाक्य अर्थात् फर्मल नेगेटिभ सेन्टेन्स पढ्दैछौँ। अब यहाँ चाहिँ वाक्यलाई नकारात्मक बनाउने विभिन्न तरिका मध्ये हामीले मुख्य मैले भनिहालेँ तीनटा चाहिँ अहिले हामीले पढिहालौँ है भने हो हैन। जस्तै सूत्र नम्बर 1 हेर्नु है। यहाँ चाहिँ तीनटा फरक स्टाइलले हामीले नेगेटिभ बनाउन सक्छौँ। अर्थ यी दुईटाको एउटै हो, त्यसको अलिकति फरक छ, बुझ्छौँ हामीले। सुरुमा चाहिँ आन भिएसटी प्लस बनिदा सुम्निदा, आन भिएसटी प्लस बनिदा सुम्निदा। अर्थात् यहाँ चाहिँ खादा भनेको जानु हो भने यसको धातु के हो त? खा है, खा हो। यसको अगाडि नै आन लगाउने है। आन भिएसटी भनेको यो खादा भन्ने क्रियाको अगाडि नै आन लगाउने अनि यसलाई बनिदा थपेर आन खाम्निदा जान्न बनाउने, जान्न जाँदिन बनाउने। त्यसैगरी मक्ता भनेको खानु हो, यसको भिएसटी के हो त? मक भन्ने भिएसटी हो। सूत्रले के भने त? भिएसटी को अगाडि आन लगाऊ भनेपछि यहाँनिर स्पेस चाहियो। फेरि आन लगाउनु, आन मक भनेपछि यहाँ फाछिम बसी सुम्निदा आउँछ, आन मक सुम्निदा खान्न हो। यसरी सुरुको सूत्रले के भन्नु त? भिएसटी को अगाडि आन लगाएर वाक्यलाई नकारात्मक बनाउन सकिन्छ अर्थात् नेगेटिभ बनाउन सकिन्छ भन्ने कुरा चाहिँ सुरुको स्ट्रक्चरले गर्यो। भिएसटी को अगाडि आन, त्यसपछि पछाडि चाहिँ भिएसटी सँग जोडेर या त सुम्निदा या त बनिदा। अब यसको 2 नम्बरमा हेरौँ। भिएसटी प्लस जियान प्लस फेरि सुम्निदा। यसको चाहिँ अलिकति यहाँ नै चाहिँ भिएसटी को अगाडि आन लगायौँ, अब हामी भिएसटी को पछाडि जियान लगाउँछौँ। अर्थ चाहिँ फेरि के हो त? एउटै हो। जस्तै यही खादालाई ल्याउँ। खादा भनेको जानु है। अब खा भन्ने भिएसटी हो, धातु हो। अब यहाँ चाहिँ खादाको अगाडि नै आन लगाएर आन खाम्निदा बनाएको थियौँ। यहाँ फेरि के छ? भिएसटी को पछाडि जियान लगाएर भन्छ खा जी, फेरि स्पेस चाहिन्छ यहाँनिर, खाजी आन अनि के गर्नु त? सुम्निदा, खाजी आन सुम्निदा। अब यहाँ फेरि सुम्निदा मात्रै छ है। यहाँ बनिदा पनि रहन्छ, सुम्निदा पनि रहन्छ, सुम्निदा रहन्छ। किन भन्दाखेरि यसको भिएसटीमा के छ? फाछिम इन्डिङ छ भने सुम्निदा आउँछ, छैन भने बनिदा आउँछ। यहाँ चाहिँ खाजी आन अलरेडी जी आन थपेको हुनाले यहाँनिर धातुमै आन थपिसकेपछि त यसको इन्डिङ नै फाछिम भयो। त्यही भएर चाहिँ सुम्निदा हुन जान्छ। खाजी आन सुम्निदा भनेको जान्न हैन। फेरि मक्ताला गरौँ। मक्ता भनेको खानु, मक्ता भनेको खानु। अब यहाँनिर चाहिँ यसको धातु मक खा भन्ने धातु हो भिएसटी। अब हामीले के थप्नु पर्यो? भिएसटी प्लस जियान, मक सी स्पेस चाहियो। जी र आनको बिचमा स्पेस हुन्छ, मक्चियान
सुम्निदा खान्न है खान्न जान्न खान्न यहाँ पनि आन खाम्निदा जान्न खाजी आन सुम्निदा जान्न त्यसै गरी मक्ता खानु आन मक सुम्निदा खान्न मक्ची आन सुम्निदा भनेको पनि खान्न अब यो दुईटामा फरक के भयो त भन्ने प्रश्न आउन सक्ला यसमा फरक केही पनि भएन भाषाको फरक भयो हैन भाषा भनेको बोल्ने स्टाइलको फरक भयो मात्रै यसो लोजिक लगायौं भने हामीले पनि लोजिक लगायौं भने हाम्रो भाषामा नकारात्मक बनाउने विभिन्न तरिका छन् नि है जस्तै तपाई मसँग जानुहुन्छ भन्ने कसैले सोध्यो भने तपाई मसँग जानुहुन्छ भनेर सोध्यो भने सोचेर नजाने म व्यस्त छु नजाने भन्न त पाउनु भयो नि त नजाने भन्न पायो कि नै यहाँनेर चाहिँ जाने भनेको कसैले सोधेको थियो हामीलाई यसको धातु जानुको धातु जा हो जानु भन्ने क्रियाको धातु त जा हो नि अब हामीले के गर्छौं अगाडि नथपेर नजाने भनेको आयो नि त हैन जाने भो नजाने हो यहाँनिर चाहिँ भो पनि लगाइदिएँ मैले यहाँ भो नजाने आन खाम्निदा भनेको त्यस्तै हो भने बुझ्नु मात्र खोजेको तर यस्तै भने चाहिँ हैन फेरि ठ्याक्कै यस्तै भने होइन सम्झिनका लागि टेक्निक दिइरहेको छु मैले नेपालीमा पनि यस्तो छ भन्ने बुझ्नु खोजेको हैन जाने भो नजाने भनेपछि जानुको अगाडि नथप्यो नि यहाँ पनि के छ जानुको अगाडि खाको अगाडि आन थपेछ खादाको अगाडि आन थपेछ हो त्यसै गरी यहाँनेर खाने के रे अर्को खानुको हेरौँ खाने भनेर सोध्यो कसैले हामीलाई सोध्यो खाने खानुहुन्छ खानुहुन्छ अथवा खानै भनेर सोध्यो कसैले एन्सर दिउँ हामीले के भन्यो त खान्न एन्सर के भयो त खान्न अब यहाँ चाहिँ जागो अगाडि नथपेर नजाने नेगेटिभ भयो यहाँ फेरि खा भन्ने क्रिया हो यहाँ यसको क्रिया के हो त खादा के रे खानुको क्रिया खा भयो धातुमा नथपेर खान्न भयो यहाँ पनि त यहाँ चाहिँ धातुको पछाडि नथप्यौं यहाँ फेरि यो जा भन्ने धातुको अगाडि नथप्यौं तर पनि त अर्थ त उस्तै आयो नि त आएन नखाने भनेको नि खान्न भने हो हैन मक्सियान आयो भनेको नि नजाने भनेको नि जान्न भनेको नखाने यताको भने पनि खान्न भने हो यता भने पनि खान्न भने हो केही फरक छ त छैन आन मक्सुम्निदा भन्नु र मक्ची आन चुम्निदा भन्ने कुरा एउटै हो आन खायो आन खाम्निदा भन्नु र खाजी आन चुम्निदा भन्नु के हो त कुरा एउटै हो मात्रै के त भन्दा बोल्ने स्टाइल मात्रै फरक रहेछ धातुको अगाडि नराख्ने कि धातुको पछाडि नराख्ने भन्ने मात्रै कुरा रहेछ है बुझ्नु भएको छ है बुझ्नु भएको छ भने आशा गरेको छु हैन यसलाई मैले मेटेँ अब यो दुईटा त भयो उस्तै रहेछ बुझिहाल्नु भयो दुईटा सेम रहेछ अब यता आयो है यता आयो मोत बीएसटी प्लस बनिदा सम्निदा मोत बीएसटी अब यहाँ चाहिँ यो र यो चाहिँ अलिकति ठ्याक्कै उस्तै देखिन्छ कन्डिसन लगाउने ठाउँ उस्तै हुन्छ यहाँ पनि के हो त बीएसटी को अगाडि मत लगाए भन्छ पहिला बीएसटी छ के रे पछि बीएसटी छ अगाडि नै मत लगाउनु पर्यो अनि बन्दा सुन्दा मात्रै एउटा लगाउनु पर्यो यसको अर्थ अलिकति फरक छ यहाँ चाहिँ जानु भनेको थियो हैन जानुहुन्छ भन्यो यसो जान सक्दिन भन्ने एन्सर हो फेरि यसको चाहिँ जान सक्दिन यहाँनिर जानुको जान्न भएको थियो हैन यहाँ खानुको खान्न भएको थियो अब यहाँ फेरि जानुको जान सक्दिन भन्ने हुन्छ यसको चाहिँ नकारात्मक जानुहुन्छ भन्ने प्रश्न गर्यो कसैले हो प्रश्न गर्यो अनि जान सक्दैन बीएसटी के हो त खा यहाँ बीएसटी के हो त यसको खा जानुको बीएसटी खा अब हामीले अगाडि नै के राख्नु पर्ने छ मोत खा अनि अब यो फाछिम नभएको भएर चाहिँ बनिदा आयो मोत खाम्निदा जान सक्दिन भनेको के रहेछ त यही भनेको जान सक्दिन भनेर भनेको यही हैन मोत खाम्निदा जान सक्दिन अब तपाईहरुले फरक छुटाइसक्नु भयो होला यति उदाहरणले नै फरक छुटाइसक्नु भयो होला अब मैले थोरै भन्छु केही भन्छु कि आन बीएसटी र मोत बीएसटी कन्डिसन लगाउने ठाउँ एउटै भए तापनि यी दुईटाको नकारात्मक बनाउने आशय नकारात्मक वाक्यको आशय चाहिँ निकै नै भिन्न हुन्छ आन बीएसटी बाट जियान यी दुईटा एउटै हुन् भने यो यदि दुईटामा यो चाहिँ के हो त भन्दा अलिकति पृथक के कारणले छ भने यहाँनेर मैले के सर्टकटमा लेखौँ मैले एउटा चाहिँ
बुझ्नका लागि अनभिएसटी भनेको चाहिँ गर्दिन, अनभिएसटी भनेको गर्दिन। त्यसैगरी भिएसटी वाला जियान भनेको चाहिँ यो पनि गर्दिन। तर मोत भिएसटी भनेको फेरि सक्दिन है। मोत भिएसटी भनेको त सक्दिन। अब बुझ्नुभयो होला है, बुझिसक्नु भयो होला। यी दुईटा वाक्य, यी दुईटा स्ट्रक्चरबाट कसैले नेगेटिभ बनाइरहेको छ भने, अनभिएसटी र भिएसटी वाला जियानमा कसैले वाक्य बनाइरहेको छ भने हामीले बुझ्नुपर्छ त्यो मान्छेले आफूले गर्न त सक्छ तर चाहन्न है। यो गर्दिन भने बुझ्नु हैन, यो चाहिँ गर्दिन भने अब यसलाई अर्को भाषामा चाहन्न पनि भनौँ बुझ्नलाई, चाहन्न हैन। यो चाहिँ के हो त, गर्दिन अर्थात् चाहन्न, चाहन्न। यो चाहिँ सक्दिन। यसको अरु विकल्प छैन कि गर्न सक्दैन। यी भनेको गर्दिन, चाहन्न, मलाई मन छैन त्यही भएर गर्दिन। मोत भिएसटी भनेको चाहिँ मन त थियो क्यारे, अलिकति गाह्रो हुन्छ कि क्या हो, सक्दिन होला, मेरो शरीरले भ्याउँदैन होला, मेरो दिमागले भ्याउँदैन होला, मेरो बुद्धिले भ्याउँदैन होला, भ्याउँदिन, म सक्दिन। मेरो शरीरले, मेरो अवस्थाले, मेरो समयले, मेरो बुद्धिले कुनै काम गर्न सक्दिन भन्यो भने मोत व्याकरण प्रयोग गर्नु पर्यो। सक्दिन भन्यो भने मोत व्याकरण प्रयोग गर्नु पर्यो है। गर्न त सक्छ तर मन छैन भने अनभिएसटी अर्थात् भिएसटी वाला जियान व्याकरण प्रयोग गर्नु पर्यो हैन। क्लियर बुझ्नु भएको छ अब हैन। ल त्यसो भए मैले यो मेटाइदिएँ है, तपाईले केही स्क्रिनशट गर्नु छ भने गरिहाल्नु होला। मैले तलको मात्र मेटाउँछु, माथिको होइन। अब यहाँ उदाहरण लेखौँ। भाइले, मैले काम गर्दिन भन्ने केही उदाहरण मैले लेखिसकेको छु यहाँ। मैले काम गर्दिन। छेगा इरुल अन हाम्निदा, हादा भन्ने क्रिया हो यहाँ। हादा भन्ने क्रियाबाट गर्नु भन्ने क्रियामा आन थपेर अन हाम्निदा गर्दिन भन्यो है। मैले काम गर्दिन। त्यसैगरी यही वाक्यले मैले काम गर्दिन भन्यो। छेगा इल भनेको काम, उल भनेको अब्जेक्टिभ पार्टिकल उल, हादा गर्नु हाजी आनसम्मिदा गर्दिन, मैले काम गर्दिन भन्यो। यहाँनिर आन हाम्निदा भनेको पनि गर्दिन हो, हाजी आनसम्मिदा भनेको पनि गर्दिन। यहाँ जी र आनको बिचमा चाहिँ स्पेस चाहिन्छ है। त्यसैगरी यहाँनिर मैले काम गर्न सक्दिन, यहाँ चाहिँ दुईटैमा गर्दिन भयो, गर्दिन थियो हैन। गर्दिन, मलाई मन छैन गर्दिन, तर मैले काम गर्न सक्दिन, मन भएर पनि सक्दिन भन्ने आशय चाहिँ यता हुन्छ फेरि। छेगा इरुल मोत हाम्निदा, गर्न सक्दिन, मोत अगाडि लगाएर हाम्निदा गर्न सक्दिन। अर्को उदाहरण हेरौँ। भाइले कोरियन भाषा अध्ययन गर्दैन भन्यो है। अध्ययन गर्दैन। भाइले कोरियन भाषा अध्ययन गर्दैन। ल यसलाई लेखौँ त। भाइ भनेको त नाम दोङ सिङ, ले भनेको इ भन्नु पर्यो, नामदोङ सिङ इ भाइले कोरियन भाषा, हानगुक अ भनेको कोरियन भाषा, हानगुक अ रुल कोरियन भाषा अब अध्ययन गर्दैन भन्यो हैन। अध्ययन गर्दैन भन्ने छ यहाँ। मैले तपाईलाई एउटा के नोट गराउन चाहन्छु भने यो आन व्याकरण है, आन व्याकरणलाई यदि हामीले नाम र हादा क्रिया मिक्स भएको क्रिया छ भने चाहिँ नाउन र हादाको बिचमा राख्नु पर्छ। पहिला यसलाई सब समाधान गरौँ। हानगुक रुल खोङ्बु आन हाम्निदा,
हामदङ सिङी 한국 어를 공부 안 합니다. 생이 공부 안 합니다. गर्दैन। अब यहाँनिर चाहिँ खङ्बु र आनको बिचमा के छ भन्दाखेरि चाहिँ के अरे हादा र खङ्बु बिचमा चाहिँ आन हालियो। हामीले अघि नै भिएसटी को अगाडि भनेको थियौँ यसको भिएसटी हो खङ्बु हादा हो। यसको भिएसटी चाहिँ खङ्बु हादा। यसो हेर्यो भने त आन खङ्बु हाम्निदा भनेको भयो भने आन खङ्बु हाम्निदा भनेको भयो भने वाक्य त बनेको थियो, स्ट्रक्चर त्यही बनेको, भिएसटी को अगाडि आन राख भनेको, भिएसटी को पछाडि राख भनेको होइन, बिचमा राख भनेको छैन। तर हामीले के बुझ्नु पर्यो भन्दा यो के हो त मिलेन, यो चाहिँ रङ हो। यसलाई सही कसरी लेख्नु पर्यो मैले तपाईलाई नोट गरिदिन्छु यहाँ। यदि नाउन प्लस हादा मिलेर बनेको क्रिया हो भने आनको प्रयोग नाउन र हादाको बीचमा हुनु पर्छ। यदि नाउन प्लस हादा मिलेर बनेको क्रिया हो भने आनको प्रयोग नाउन र हादाको बीचमा हुनु पर्छ। यहाँनिर खङ्बु आन हाम्निदा भयो नि हैन, अध्ययन गर्दैन भनेको छ नि। आन खङ्बु हाम्निदा भएन कि खङ्बु आन हाम्निदा। त्यस्तै अरु क्रिया पनि हेरौँ, यो अनुसारको क्रियाहरु हेरौँ। इरुल हादा काम गर्नु, इरुल हादा काम गर्नु। यहाँनिर अब यो नाउन प्लस हादा क्रिया कसरी चिन्ने त? नाउन र हादा क्रिया कसरी जोड्ने, के कसरी चिन्ने भन्दा नेपाली भाषामै इल भनेको काम हो। काम भन्ने नेपाली भाषामा हादा गर्नुसँग नजोडे पनि, काम गर्नु भने नभने पनि काम त धेरै क्रियासँग धेरै अरूसँग मिल्न जान्छ नि। काम खोज्नु पनि हुन्छ, काम गर्नु पनि हुन्छ, काम चोर्नु पनि हुन्छ, काम ठग्नु पनि हुन्छ हैन र? कामसँग त धेरै कुराहरु मिल्छ नि। भनेको काम नै एउटा स्वतन्त्र नेपाली शब्दकोशमा काम भन्ने छुट्टै अस्तित्व भएको शब्द हो नि। त्यसमा हादा जोडिँदाखेरि त्यस्ता क्रियाहरुलाई के भनिन्छ त? नाउन प्लस हादा क्रिया भनेर भनिन्छ। जस्तै खङ्बु भनेको अध्ययन हो, यहाँनिर खङ्बु प्रयोग भएको छ। खङ्बु भनेको अध्ययन भने त अध्ययन गर्नु पनि हुन्छ, अध्ययन नगर्नु पनि हुन्छ हैन। अध्ययन भने त छुट्टै किसिमको एउटा शब्द हो नि त। जहाँनिर हादा नै जोडेर अध्ययनको अर्थ आउने नत्र अध्ययनको अर्थ नआउने भन्ने त हुँदैन हैन। यसरी नाउनको अर्थ छुट्टै भएका हैन र त्यसमा हादा जोड्दाखेरि क्रिया भएका क्रियाहरु भएको छ भने खङ्बु हादा, इरुल हादा, योरी हादा हैन, अनि सान्चेकल हादा, जगिङ गर्नु, हिँड्नु, यस्ता धेरै क्रियाहरु छन् जुन हादा र नाउन मिलेर बनेका छन्। त्यस्ता क्रिया छन् भने चाहिँ आनको प्रयोग भनेको हादा र नामको बीचमा छुस्स घुसाएर प्रयोग गर्नु पर्यो है। त्यही नै र इरुल हादामा अब के गर्नु पर्यो त? इरुल आन भन्नु पर्यो। आन हादाबाट हाम्निदा, इरुल आन हाम्दा काम गर्दिन। त्यसैगरी योरी हादा, योरी रुल हादा। अब यहाँ चाहिँ योरी रुल, अब अन्य कहाँ राख्नु पर्छ? यहाँनिर आन राखे जस्तै योरी रुल पछि योरी रुल पछि यहाँनिर आन राख्नु पर्यो। योरी रुल आन हाम्निदा। यसको यहाँ छ
अब बुझ्नुभयो होला हैन। अन्य अन्य कन्डिसनमा फेरि के हुन्छ भन्दा अन्य कन्डिसनमा चाहिँ आन बिएसटी को अगाडि नै रहन्छ हैन र। अरू त धेरै क्रिया हुन्छन् जसको नाउनसँग नजोडिएका क्रिया पनि तमाम छन्। नेपाली के अरे कोरियन शब्दकोशमा तमाम छन्, नेपाली शब्दकोशमा तमाम छन्। त्यस्तोमा फेरि के हुन्छ भन्दा हादा को बिचको भन्ने हुँदैन, सुरुमै लगाउनु पर्छ। जस्तै यहाँ हादा मात्रै थियो, इरुल हादा भन्ने आन हाम्दा इलसँग जोडिएको रहेछ, काम गर्दिन भनेर जोडिएको थियो यहाँ भने। अर्को म एउटा क्रिया लेखिदिन्छु, यो मैले हटाइदिएँ। जस्तै उदाहरण हेरौँ अर्को, मक्ता भयो, खानु। खान्न भन्नु पर्यो भने पहिले आन लेख्नु पर्यो, आन मक्ता छ भने मक सुन्निदा खान्न है। त्यसै गरी मासिदा छ हैन, मासिदा पिउनु छ भने पहिले आन लेख्ने अनि मासिदालाई बन्द छ भने आन मासिम निदा पिउँदिन भन्यो नि है। अब यस्ता क्रियाहरूको अगाडि सिधै आन लगाउने, तर जब दुईटा नाम र हादा मिक्स गरेर बनेका क्रियाहरू छन् भने त्यस्ता क्रियामा फेरि के गर्नुपर्ने छ, नाउन र हादाको बिचमा आन राख्ने। यहाँनिर यो आन हेर्नुभयो भने, यहाँनिर यो आन हेर्नुभयो भने ठ्याक्कै नाउन र हादाको बिचमा राखिएको छ है त। ल अब यता हेरौँ, अर्को भिएसटी प्लस जिएन प्लस सुन्निदा। आनको बारे बुझ्नुभयो होला है। आनको बारेमा जे छ, जसरी आन लेखिएको छ ठ्याक्कै त्यसै गरी नै मत लेखिन्छ। फेरि योनिर हामीले आनका लागि लेखेको भाषा यतातिर मतका लागि पनि त्यसरी नै प्रयोग गरिन्छ। मत पनि आन जसरी नै यदि नाउन प्लस हादा क्रिया बनेको रहेछ भने मत पनि बिचमा घुसाएर नै मत लेखिन्छ है। अब यहाँ अर्को हेरौँ, भाइले कुन भाषा अध्ययन गर्दैन, योसँग गर्दैन भने यस्तै अर्को वाक्य त भनौँ, नामदोङ सिंगी हाङ्गुकरुल खोङ्बु हादा। यसमा चाहिँ के छ त, भिएसटी को पछाडि जियान लगाउने हो। अघि नै त भिएसटी को अगाडि लगाइरहेको छौँ, अब भिएसटी को पछाडि लगाउनु छ है। खोङ्गु हाजी स्पेस दिनु पर्यो अनि आनबाट सुरु गर्ने, आन सुन्निदा खोङ्गु हाजियान नामदोङ सिंगी हाङ्गुकरुल खोङ्गु हाजियान जुम्दा। भाइले कोरियन भाषा अध्ययन गर्दैन। अब हामीले गर्न सक्दैन भन्नुपर्ने छ। यहाँ त गर्दैन भनेको थियो, यो नटेरेर भाइले टेरेन है। हाम्रो भाइले चाहिँ टेर्दैन, पढ भनेको पढ्दैन। भाइको के भन्छ स्वभावले अथवा चाहिँ भाइको अल्छीपनाले पढ्न नसकिँदा होइन नि त, नसक्ने त होइन। अब यहाँ फेरि के त सक्दैन, भाइले उसले चाहेर पनि उसले सक्दैन भन्नु पर्यो भने के लाउनु पर्छ, मत प्रयोग गर्नु पर्यो है। चाहेर पनि सक्दैन मत, चाहन्छ तर गर्दैन आन र जियान। अब यहाँ हेरौँ, भाइले कुन भाषा अध्ययन गर्न सक्दैन। नामदोङ सिंगी भाइले हाङ्गुकरुल खोङ्बु। यहाँ पनि यहाँनिर जस्तै यहाँनिर पनि के अघि हामीले के भन्छ त, यदि नाउन प्लस हादा क्रिया छ भने आनलाई बिचमा घोषणा भने बिचमा नै राखेका छौँ है। यहाँ पनि नामदोङ सिंगी हाङ्गुकरुल खोङ्बु छ, अब यहाँ बिचमा राख्नु पर्यो खोङ्बु आन अनि सरी आन लेखेछु मैले यहाँ, खोङ्बु मोत हाम्निदा। नामदोङ सिंगी हाङ्गुकरुल खोङ्बु मोत हाम्निदा। विद्यार्थीले कुन भाषा अध्ययन गर्न सक्दैनन्। एकछिन यहाँ चाहिँ भाइ है त, विद्यार्थी भनेछु। भाइले कुन भाषा अध्ययन मोत हाम्निदा गर्न सक्दैन, गर्न सक्दैन। बुझ्नुभएको छैन होइन। मोत भनेको सक्दैन, आन र जियान भनेको गर्दैन। ल अब हामीले यति बुझिसकेपछि अब हामीले सिधै क्रियालाई नै चेन्ज गर्न पनि सक्छौँ र वाक्यहरू धेरै जति पनि बनाउन सक्छौँ। अर्को वाक्य लेखिदिन्छु म यहाँनिर,
हामीले आज मोमो खान्नौ। उरीगा हामीले ओनुल आज मान्दुरुल मोमो। अब यहाँनिर चाहिँ भिएसटी को पछाडि मक चिया लाउनु छ मोमो मक ची आन सुम्निदा। हामीले आज मोमो खाँदैनौँ। यहाँ के हुन्छ त मान्दुरुल आन मक सुम्निदा, यहाँ चाहिँ मक्ची आन सुम्निदा। अब यता चाहिँ यसैलाई हामीले आज मोमो खान सक्दैनौँ। हामीले आज मोमो खान सक्दैनौँ। अब यहाँ सक्दैनौँ भन्नु पर्यो है। उरीगा ओनुल मान्दुरुल मोत मक सुम्निदा। हामीले आज मोमो खान सक्दैनौँ। खान त हुन्थ्यो, पेट खराब छ, खान त हुन्थ्यो, भोकै लागेको छैन, खान त हुन्थ्यो, स्वास्थ्यले दिँदैन कि त खान सक्दैनौँ। ल यति भएपछि आज हामीले औपचारिक नकारात्मक वाक्यलाई सायद बुझिसक्यौँ होला। तपाईँले बुझ्नु भयो होला भन्ने मैले पुरा आशा लिएको छु। अब मैले तपाईँलाई केही क्रिया दिन्छु, यहाँ एक दुईवटा प्र्याक्टिस पनि गरौँ न। तपाईँले बाँकी भोलि 50 वटा क्रियालाई 100 वटा क्रियालाई परिवर्तन गरी हेर्नु होला है। केही क्रिया दिन्छु मैले चाहिँ है त। फाल्दा बेच्नुलाई अब तीनटा क्रियामा चाहिँ के अरे तीनटा स्ट्रक्चर गरी हेरौँ। बेच्नु, बेच्दिन भन्नु पर्यो। पहिला के भने त आन ल छ भने ल भागेर के भन्छ बन्द लाग्छ। आन फाम्निदा बेच्दिन। अर्को भिएसटी फाल छ, पहिला भिएसटी लिने फाल अनि ची फाल्जियान सुम्निदा बेच्दिन। अब अर्को फेरि के त भन्दा बेच्न सक्दिन। पहिला के लिने त मोत अनि अब यहाँ फाल ल छ भने यस्तो हुँदैन है। तपाईँलाई यो थाहा पनि होला, थाहा छैन भने म रिमाइन्ड गराउँछु। यदि लले स भेट्यो भने ल नै रहँदैन, ल हट्छ। ल हटिसकेपछि यो के पनि रहँदैन, फाचिम छैन। अब सम्झिनुहोस्, फाचिम छैन। अनि हामी के लाउँछौँ त बनिदा। मोत फाम्निदा बेच्न सक्दैनौँ, बेच्न सक्दिन है। मोत फाम्निदा बेच्न सक्दिन। अब बुझ्नुभयो। यसै गरी तपाईँहरूले 50 वटा 100 वटा क्रियालाई परिवर्तन गर्नुहोस्, वाक्य बनाइ हेर्नुहोस्। र आजको भिडियो अलिकति लामो हुने गएको हुनाले मैले अर्को अनौपचारिक नकारात्मक वाक्यलाई भोलिको क्लासमा तपाईँलाई म उपलब्ध गराउने छु है। आज हामी औपचारिक नकारात्मक वाक्यको बारेमा बुझ्यौँ। र केही डाउट छ भने, यसमा पनि तपाईँले केही नबुझेको छ भने कृपया मलाई कमेन्टमा कमेन्ट गर्नु होला र कमेन्ट सोध्नु पनि होला, म्यासेज गर्न सक्नुहुन्छ है। टिआर सर्कल लर्निङ सेन्टरको फेसबुक पेज पनि छ, त्यहाँ गएर म्यासेज गर्न पनि सक्नुहुन्छ। र बुझौँ, अझै धेरै पढौँ, अझै धेरै मिहिनेत गरौँ र हाम्रो कोरिया जाने सपना, सबैको कोरिया जाने सपना साकार परौँ। सबैजना कोरिया पठाउन पाइयोस्, हाम्रो चाहना पनि के हो त यति नै हो भन्दै आजको यो क्लासबाट चाहिँ म टिआर पोर्टल पनि बिदा हुनुपर्छ होला है त। यतिसम्म हाम्रो क्लास हेरेर चाहिँ मैले पढाइरहेको हेरेर जति पनि मलाई साथ दिनुभएको छ, तपाईँ सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र
हेरिसकेपछि एकचोटि भिडियोलाई माया चाहिँ गरिदिनुहोस् न है, सब्सक्राइब गर्नुहोस्, एकचोटि लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, साथीहरूलाई पनि पठाइदिनुहोस्, ग्रुपमा सेयर गर्नुहोस्, के जान्छ राम्रो होइन, माया ममता बढ्ने त हो नि होइन। त्यसै यति भन्दै आजको क्लासबाट चाहिँ म टिआर पौडेल पनि तपाईँहरूसँग बिदा हुन्छ र भोलिको क्लासमा उपस्थित हुने बाचा सहित आज चाहिँ बिदा हुनुपर्छ है। हस् त, खाम्साउने दा, धन्यवाद।